चालपाल धेरै छ है। त बजारमा चाहिँ त्यति धेरै छैन, यो बाटोमा चाहिँ धेरै नै हुन्छ त। तर अझ के कार्यक्रम छ भन्ने चाहिँ हो क्या अझ चाहिँ त्यही त। अकेला नाच रहेछ। हेलो 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 ए दाजु नमस्कार है। हो ल दाजु ल। हाम्रो साथीहरू फर्किसक्यो यार बजारबाट। हेर्नु त एकछिन अर्को बजार हो, यहाँ नै लाग्ने बजार न हो है। म यो प्रशासकीय भवन हो माथि देखेको साथीहरू, हामी त्यहीँ जाँदैछौँ। गाउँपालिकाको भवन है साथीहरू यो। मैले घर त गजबको बनाएको छ त यार। बजारी वा गाडी खप्किला बजार हेर्नु खाँदै गयो तिनी। यो सब्जी फटास है साथीहरू, हेर्नुहोस् केही दिँदैन यार। सुके पोखरी आउँदाखेरि सबै खाइदिन्छ होइन। एउटा केरा त देऊ त यार। हजुर अङ्गुर त दिइगयो नि, अलिक प्लस गर्छु। अङ्गुर दिनु न अलिक। मेरो साथी हेर्नुहोस् है, कुमार दाजुको यो आँप चाहिँ खतम छ। सब्जी यही हो होइन, ठिक छ त। टक्क लगाएर चाहिँ यो आँप चाहिँ सुके बजारमा पनि पाउँछ। तर जस किनेर चाहिँ खानुहोस् है तपाईँहरूले होइन। ठिक छ, राम्रो छ होइन। सब्जी कति हेर्छौँ चाहिँ हेर्नु न, सिङ्गल हो खानै जान्ने गर्छ। छौँ अब फर्किँदैछौँ। अब के गर्नु त, घर फर्किनै पर्छ सिङ्गल हुँदैमा। अघि मैले सिङ्गलको कुराहरू धेरै जोडेको छु। सिङ्गल हुँदैमा चाहिँ अब बासै बस्नु हुँदैन साथीहरू। आफ्नो घर भनेको आफ्नै घर हो साथीहरू होइन। सो बुझ्नुपर्छ यी कुराहरू हामीसँग। तर आज पर्याप्त समय छ भन्दैमा आज बस्नु हुँदैन भन्ने चाहिँ हो साथीहरू। बवाल भयो जस्तो लाग्छ मलाई चाहिँ आजको एकदमै एक हप्ताभित्रको फोहोर अथवा त्यो अल्छी लाग्ने दिनहरूलाई बिर्सिदिएको छु कस्तो लाग्छ यिनीहरूलाई। मेरो ब्लगहरू पनि हेर्दै गर्नु होला, सेयर पनि गरिदिनु होला। कति साथीहरूले विदेशमा जति पनि साथीहरू हुनुहुन्छ मसँगैको अथवा मेरै गाउँको अथवा मैले चिनेको चिनजान भएको साथीहरूलाई पनि एकदमै सम्झिन चाहन्छु है। तपाईँहरू पक्कै पनि समय अनुकूल अनुसार आउनुहुन्छ होला, त्यसपछि पनि तपाईँ हामी यसरी घुम्नुपर्छ है साथीहरू है। टाइम चाहिँ मिलाउनुपर्छ। टक्क लगाएर आँटिन्छ एकैछिनको लागि। टोलीहरू झप्प लगाएर बसेको छ। अब एकछिन बिसाउने हो कि जाने हो कि ल ल अब बिचमा पर्ने भयो, म च्यापिने हो कि बा। अब चाहिँ जिन्दगी घाँडो सेन्तेरै भने जस्तै हुन्छ। यो भ्लग आज खोचाङको स्टेली फर्कसम्म कस्तो लाग्यो तपाईँहरूलाई, कस्तो दिलायो मैले है यो भिडियो। अझै पनि प्रतिक्रिया दिनुहोला। अगाइको लान्छु भन्छ हो काफले जानु कि नजानु, यो गीत चाहिँ भइरहेको छ। कति साथीहरू सुन्नु भएको होला। आम्बो यता चाहिँ ठिक छ है साथीहरू, बाटो बवाल छ। पानी परेको छैन तैपनि आज चाहिँ यस्तो बवाल भइरहेको छ होइन। यात्रा गर्न पनि अब यतिको दिन भयो भने चाहिँ एकदम बवाल हुन्छ साथीहरू। यो ठाउँ चाहिँ एकदम राम्रो जस्तो लाग्छ क्या मलाई है। त्यो ठाउँ ठ्याक्कै धेरै राम्रो ठाउँ हो क्या यो। अघि जाँदा पनि यही ठाउँ आएको है। हिलो त खासै खाइँदैन होला नि हामीले पछि भाग्दाखेरि, होइन भने ब्रेक गर्छु म थोरै होइन।
खाए पनि यो अर्ग्यानिक धुलो हो, खासै केही हुँदैन साथीहरू। ठिक छ, भागको जातिलाई म अगाडि पठाउने साथीहरू। हेर्नु, सिङ्गल केटाहरू भाग केटाहरू भाग। अब के गर्नु र होइन। तर मैले चाहिँ के लाग्छ भने क्यामेरामा कतिलो आउँछ क्या, 2-3वटा बाइक देख्यो भने चाहिँ म अगाडि नै गयो भने त अनि कोही देख्दैन। पानी पर्न लाग्यो, तर दिन त आज राम्रै भयो। बबाल भयो आज चाहिँ। जस गफ गर्ने के भन्छ यो टाइम नै भयो नि। हामी बसेर गफ गरेको जत्तिकै छ होइन। आज जाँदा पनि आउँदा पनि यो खालको गफले चाहिँ फेरि उँभो लागिँदैन है साथीहरू। काम चाहिँ गर्नुपर्छ है साथीहरू होइन। यसरी घुमेर मात्र पनि हुँदैन, तै पनि अब टाइम निकालेर चाहिँ घुम्नुपर्छ। दिल्ली नै घुम्नु चाहिँ हुँदैन साथीहरू।